एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। यो चाहिँ हाम्रो स्वस्थानी पूर्णिमाको भिडियो हो। मैले चाहिँ अलि ढिला पोस्ट गरेँ। म चाहिँ त्यो दिन मौन व्रत बसेर चाहिँ मन्दिर जाँदै थिएँ। हाम्रो बरपिवल मन्दिर हुनुहुन्छ होइन, त्यहाँ चाहिँ जहिले पानी चढाउन शनिबार जान्छौँ। र यस्तो अँध्यारो थियो नि, म चाहिँ मन्दिर पुगेँ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो मन्दिर अँध्यारो नै थियो। म 5:30 बजीतिर आइपुगेको थिएँ। जाडो महिना भएर अलि अँध्यारो नै छ। भ्यू पनि हेर्न सक्नुहुन्छ। र हाम्रो चाहिँ यहाँ पिपलको बोट छ भने अर्कोतर्फ चाहिँ हाम्रो बरको बोट पनि छ। अहिलेको पिपलको बोट थियो भने यो चाहिँ बरको बोट हो। र म पानी चढाएर घरतर्फ लागेँ। यस्तो अझ अँध्यारै थियो। म चाहिँ यत्तिकै लाइटहरू बाल्दै गइरहेको थिएँ। त्यसपछि अलिअलि उज्यालो हुन लाग्यो। त्यो दिन चाहिँ अलिक कस्तो रातो खालको मुन देखिरहेको थियो कि जाँदाखेरि पनि। आउँदा सोनु पनि आइसकेको थियो मेरो रुममा होइन। त्यसपछि सोनु मम्मी मिलेर चाहिँ हामी पुरी पसार्न थाल्यौँ। आज चाहिँ हामी किन पुरी पसार्न थालेको भन्दाखेरि आज चाहिँ हाम्रो मन्दिरमा चाहिँ भजनको टर्न थियो। त्यही भएर अब भजन गर्ने पालो चाहिँ हाम्रो घरको पालो थियो। त्यही भएर चाहिँ आज त्यहाँ गएर चाहिँ हामी पूजाहरू गरेर त्यसपछि प्रसादहरू चाहिँ बाँड्ने गर्छौँ कि 1 वर्ष अथवा 2 वर्षमा चाहिँ टर्न वाइज आउँछ। र यो ठ्याक्कै पूर्णिमामा चाहिँ हाम्रो टर्न पनि परेको थियो। त्यसपछि हामी पुरी बेल्न थाल्यौँ। यो पुरी बेल्न चाहिँ यति धेरै टाइम लाग्छ नि होइन, 3 जना गर्दाखेरि पनि हामीलाई यति धेरै टाइम लागेको थियो। र मजाले हामी गफ गर्दै पुरीहरू चाहिँ बेल्न थाल्यौँ। मैले चाहिँ यो अगाडि नै पोस्ट गर्छु भनेर बसेको थिएँ, तर कहिले के काम त्यसपछि अलिक बिरामी भएँ। त्यसपछि अनि साउन्ड पनि अलिकति अहिले त्यही भएर चेन्ज आएको छ। त्यही भएर माइन्ड नगर्नु होला मेरो भोइसलाई। यहाँ देख्न सक्नुहुन्छ हाम्रो मिठो मिठो पुरीहरू बनिरहेको छ र अर्को चाहिँ हल्ला पनि बनाइरहेको छ आज प्रसादको लागि। ल हेर्न सक्नुहुन्छ म बिहान आएको मन्दिर चाहिँ यही हो। यो चाहिँ बरको बोट होइन, बर भगवान। यहाँ चाहिँ हवन गरिन्छ। यहाँ चाहिँ हाम्रो महादेव हुनुहुन्छ। महादेव हाम्रो गणेश भगवान। त्यसपछि त्यहाँ धेरै मान्छेहरू हुनुहुन्थ्यो। त्यही भएर मलाई चाहिँ त्यहाँ बोलेर भिडियो बनाउने कस्तो लाग्यो होइन। त्यसपछि मैले भोइस ओभर गर्छु भनेर बसेँ। हेर्न सक्नुहुन्छ हाम्रो बुढा नीलकण्ठ भगवान। त्यसपछि यहाँहरूको हाम्रो पिपलको बोट छ जहाँ चाहिँ म बिहान पानी चढाउन आएको थिएँ। यहाँ कति धेरै भगवान हुनुहुन्छ, मलाई कति नाम चाहिँ थाहा छैन, नाम सरी भगवान। र यहाँ चाहिँ अर्को छ घन्टी। टिनिन्न घन्टी चाहिँ बजाउनु पर्छ र यसपालि घन्टीलाई पनि भोट दिन नबिर्सिनु होला। म यहाँ खासमा फेरि किन आएको भन्ने बिर्सिछु। आज हाम्रो घरको भजन छ नि त मन्दिरमा। त्यही भएर चाहिँ अब फेरि सरसफाइ गर्नु पर्यो, किनभने आज शनिबार थियो। शनिबार सबैजना पूजा गर्न आउनुहुन्छ। त्यही भएर सरसफाइको लागि म र बुवा चाहिँ सामान पनि पुऱ्याउन आएको थियौँ र एकचोटि फेरि सरसफाइ गरौँ भनेर चाहिँ गएको थियौँ। र मैले चाहिँ वरिपरि पुरै सरसफाइहरू चाहिँ गरेँ। बाहिरको सबै सफा गरेपछि चाहिँ हवनको लागि पनि सफा गर्नुपर्छ भनेर त्यहाँ पोतेपछि चाहिँ भित्रको पनि सफा गरेर म चाहिँ घरतिर आएँ। ल हेर्नुहोस् हाम्रो विदुषी पनि आइसक्यो पुरी बेल्नलाई। कति एक्टिभ छिन् ल हाम्रो विदुषी नि। हेर्नुहोस् हाम्रो विदुषीले कस्तो राम्रो पुरी बेल्छिन्। वा कस्तो राम्रो ग्राउन्ड। यस्तो सक्नुहुन्छ। सोनु त म त बिहान पुरी मेकिङ डिपार्टमेन्ट थिएँ। म चाहिँ अहिले मेरो मन्दिर गएर हो। ल विदुषी गुड जब। अब चाहिँ हामी आलु छोडाउँदैछौँ। यहाँ चाहिँ अचार बन्दैछ हाम्रो। यहाँ आलु छ, विदुषी चाहिँ अचार मिठो बनाउँदै हुनुहुन्छ। यो सबै रेडी भएपछि हामीले मन्दिरमा लग्यौँ र मन्दिरमा पूजा स्टार्ट भइसकेको थियो। यता चाहिँ हवनको लागि बाबाहरू तयारी गर्दै हुनुहुन्थ्यो होइन। अनि हामी चाहिँ उता पूजामै थियौँ। जसले केही खानु भएको थिएन सबैजना हवन गर्न आउनुभयो होइन। त्यसपछि चाहिँ हामीले हवन गरेर चाहिँ उता गयौँ।
चाहिँ हाम्रो हरियाली पिपलको बोट ठुलो छ। यो हाम्रो गाउँ पिपलको बोट हाम्रो विदेशी। हाई हाम्रो बिदा तान्छ विशालाई पिपलको आएन। एकदमै नाइस That's so long. त्यहाँ चाहिँ यति धेरै हावा लाग्ने नै होइन। अनि विदेशीमा चाहिँ जस्ट फर फनको लागि यतिकै सलहरू उडाएर बसिरहेको थियो, रमाइलो भइरहेको थियो। हामीलाई चाहिँ पूजा चाहिँ अझ बाँकी नै थियो। हामी चाहिँ गुरुबाबाट टिका लगाइरहेको थियौँ। पूजा चाहिँ 3 राउन्ड चाहिँ आरती गर्नुपर्छ भन्नुभएको थियो, त्यही भएर चाहिँ हामी जस्ट टिका लगाएर बसिरहेको थियौँ। हाम्रो बाबा आउनु भएको छ यहाँ। Vale. Vamos bán rồi. Không. त्यसपछि चाहिँ हामी मन्दिरमा 3 राउन्ड गर्न थाल्यौँ। मन्दिरमा 3 चोटि राउन्ड हानेपछि चाहिँ होइन हामी पूजामा फेरि
पूजा सकेपछि हामी सरसफाइ गरेर हात धोएर बस्न थाल्यौँ। फाइनल्ली हाम्रो चाहिँ अब होइन पूजा सक्यो, बडाकुडा गरेर हात पनि धोइयो। घर जान्छौँ सामान लिएर। हामी चाहिँ मन्दिर सबै सफा गरिसक्यौँ, हेर्नुहोस् सक्नुहुन्छ। अब हामी चाहिँ अब घर जाने। यहाँ हेर्नुहोस् हामीले जस्ताको जस्तै बनाइदिइसकेको छौँ। मन्दिरमा पनि सफा सुग्घर गरेर यहाँ हवन गरेको ठाउँमा चाहिँ अझ आगो बल्दैछ। आज भजनको दिन चाहिँ एकदम रमाइलो भयो। आज स्वस्थानी पूर्णिमा पनि परेको थियो र सबैजनाले एकदम रमाइलो गरिदिनु भयो। हजुरहरूले पनि यो भिडियो हेरेर एकदम रमाइलो मान्नुभयो होला र थ्याङ्क यू फर वाचिङ माई भिडियो।